रेला नगर्नु फेरि हाल्दैछु नि बक्सिङले नसकि नसके भए पनि म ओके कन्ट्रोल लभ बाइट हैन लभ बाइट हैन अला यो भन्दैनस् यो लभ बाइट हो त्यही त मुखवाला किराले हैन राति त कुन केटीसँग सुत्राइस भन्दा राति कहाँ गएर आयो लु भन साथीकोमा धान पछार्नु गएको थियो यो अहिलेसम्म 2 काला मात्रै बाँधिन्छ भन त दुई काला मात्रै बाँधिन्छ के नि खोजेको अब नि खोजेको बाँच्नु मात्रै सक्ने काम गर्नु नसक्ने ठुलाबडाको बाहिरी काम हुन्छ थाहा हुँदैन के काम हुन्छ अहिलेसम्म यो 2 काला मजाले बाँधिसक्न सक्दैनौ तिमीले के काम हुन्छ बढी बोलेको लो रिसे उठ्दो न बोल्दिन याले छिटो काम रात परिसक्यो कहाँ गइराछ मलाई यहाँ नि खोज्दैछु सा साला बिहान राति हिँडेको मान्छे बिहान आउँछ अन्जेन टेम्पुडाम म तर मुखमा त राति हिँडेको त हिजो कहाँ गइस भन्दा राति हिजो राति कहाँ गइस भन्दा बिहान चाहिँ कहाँ देखिस् अनि के तिमीलाई पर्खेर बस्नु त युवा सम्झिँदैछस् अझै पनि आफ्नो कहाँ काम हुन्छ नि तिमी यहाँनिर धान बाँध्छ अहिलेसम्म पनि सकेको छैन यो धानको मुठाहरू के हो भेला पारेर राख्नु पर्दैन एकै ठाउँ फेरि भन्दा रेला नगर्ने कान्छु नि न अहिले कान्छु नि न जन हो जबन त्यहाँ खेलाउ न हो यहाँ आउँदा एकछिन के एकछिन घाँटी खोला एकछिन घाँटी खोला किन यो के हो के कहाँ छ यो के हो कहाँ के छ रेला नगर्नु फेरि हाल्दैछु नि बक्सिङले नसकि नसके भए पनि म के छ कहाँ घाँटी खोला अन्त चाहिँ नि यता डुडुला हटा यो के हो यो के भयो यो के हो यो के हो बोल जा समाता अब हो यो के हो भन त यो के हो यो कहाँ के छ हौ भन त के छ लु भन तिमी हिजो राति कहाँ गइरहेको भन त राति अब कहाँ हुन्छ नि काम अनि यो चाहिँ के बोकेर यो नर्मल चिज हो हाँस्यो कुचेको दाँत हाँस्यो कहाँ के छ ल भन त यो के हो भन रातो के हो यो भन यो राम्रो दृष्टिकोण होइन नि त के छ यो के हो ऐनामा भएर हेर राति कहाँ गएर आयो लु भन तिमी राति गएको मान्छे बिहान आएको थियो राति म साथीकोमा धान पछार्नु गएको थिएँ नि राति चाहिँ कस्तो खालको धान पछार्छ धान हुन्छ त राति घरभित्र हो के अनि त्यतिखेर यो
धानले पासेर त्यो यस्तो कन्याएको होला ए यो होइन घरभित्र चाहिँ कुन धान राख्छ के ए बाबा ए चिलाइराखेको छ यो कन्याउँदाखेरि यस्तो भएको के अघि त्यहाँ धान बाँध्दाखेरि होइन घरभित्र चाहिँ यस्तो घरभित्र चाहिँ कस्तो खालको धान झार्छ भन त कोठाभित्र कस्तो कुरा गरेको हौ अघि त्यहाँ धान बाँध्दाखेरि यहाँ किरा त्यो चिलाउने खालको झुसले किरा लागेन मैले यस्तो गरेर भएको होइन होइन हिजो राति कहाँ गयो भन धान झाट्नु गएको नि धान कस्तो खालको धान झाटेर बिहान आएको कस्तो खालको धान झाट्यो भन न कस्तो खालको धान झाट्यो ऊ त्यस्तो धान नि होइन राति त शीत पो पर्छ त धानमा भित्र कोठाभित्र त लाग्दैन पर्छ हौ शीत यहाँ कुरा गर तिमीसँग कुरा गर्नु छ आज त लड्छु पो भन एकछिन तँलाई यो भन्दैन यो लब्बाइट हो कसले राखिदिएको त्यसले कुन केटीले राखिदियो भन्दा तँलाई राम्रोसँगले सोद्धाखेरि भन्दा बेइज्जत कुरा गर्छ यार काममा क्यामेरामा खोलेर देखाइदिन्छु लु यो के हो यो लब्बाइट होइन म चिन्दिनँ लब्बाइट केलाई भन्छ म चिन्दिनँ राति त कुन केटीसँग सुत्रहेछ भन्दा ए किराले यो यस्तो भएको क्या कुन किराले त्यही त मुखवाला किराले होइन कस्तो भनेको यो चाहिँ कसरी हुन्छ त्यसरी नभए यो के भनेर चिनिन्छ देऊ थप्पड तेरो कुन केटीसँग रातभरि दिन बिताइरहेछ रातभरि मलाई कुरा गर है केही कान्छी ल्याउनु मन लाग्दैछ अनि तिमी छोरीलाई लिएर छोडेर ल्याउनु परेन के तिम्रो म यहाँ रमिता हुनु गएको नि रमिता हुनु गयो यस्तै हो भने नि सम्बन्ध राम्रो हुँदैन मलाई चाहियो प्रुफ के हो कसरी त्यो केटीको नम्बरले म कुरा गर्छु फेरि राम्रो हुँदैन केटी कस्तो केटी भनेको अनि यो नर्मल हो यो सुरुमा त्यो म बिना मरिहाल्छु भनेर भन्ने अहिले आएर चाहिँ तिमी राति हिँडेर यस्तो चिज बोक्दै हिँड्छौ अनि के म तिमीसँग के सम्बन्ध लिएर बस्नु भन त के सम्बन्ध लिएर बस्नु अनि यो कहाँ मान्छेले हो त यो त किराले पो त चिलाउने खालको किराले त्यही त अनि यत्रो भएको किरा होइन मलाई तपाईँको नम्बर चाहियो दुईटालाई म भेलाएर कुरा गर्छु